यसलाई नदेखेपछि दिनमा 6 फेरि उसलाई नदेख्ने हो भने क्या भनेको मैले बहुत ढिला गरेँ। स्वागत छ साथीहरू मेरो नयाँ भिडियोमा। इन्द्र भलक भनेर मलाई चिन्ने नचिन्ने सबैलाई मेरो भिडियोमा स्वागत छ। बिचराउ म त के भन्छु भनेपछि बिहा गर्नुभन्दा पहिला 10 चोटि सोच्नु होला है। म आज तपाईँहरूलाई यथार्थ कुरा भन्छु, मनैदेखि भन्छु। मेरो पुरा स्किप नगरेर पुरा ध्यान दिएर सुन्नु होला। भिडियो केही लामो हुनसक्छ तर मेरो कुरा ध्यान दिएर सुन्नु होला। मेरो सुरुदेखिको कहानी भन्छु, थोरै 2 मिनट 5 मिनट होला भिडियो, ध्यान दिएर सुन्नु होला है त। के हो भनेपछि सुरुमा मैले बिहा गर्दाखेरि सुरुमा मेरो लभ पऱ्यो। यस्तो भयो कि बिचरा म चोटि नदेखेपछि यस्तो हुन्थ्यो कि घर बाआमाले रिसाउँदा नि बाआमा कचकच कति गर्दा रहेछन्, किन रिसाउँछन् यार भनेर मलाई यस्तो लाग्थ्यो। बिचरा किन कराउँदो रहेछन् त, मेरो मायाको बाधा यिनीहरू बने भन्ने लाग्थ्यो। नजा छोरा किन डुल्छस् गाउँ यताउता भन्ने है, मलाई यथार्थ कुरा हो भन्ने। लगभग पानी खाएन नि गाडीबाट तलतिर जाँदै नजाने, 6-7 चोटि जाने घुम्ने भेट्ने म दिनमा है। यथार्थ कुरा हो तपाईँलाई, हो कि होइन? भेट्थेँ नै बिचरा त्यहाँबाट मैले यसलाई जसो तसो 2-4 वर्ष लपारिकन ल्याएँ, लपारेर ल्याएँ, अगाइ बगाइ ल्याएँ। त्यहाँबाट त है म 19-20 वर्षको भएको थिएँ। यसले यस्तो माया गरी कि मलाई 12-14 दिनसम्म ट्याक्क बेलुका ओछ्यानमा पानी लगिदिने। यथार्थ कुरा है साथी, पुरा भिडियो ध्यान दिएर सुन्न। पानी लिएर दिने, अनि ओछ्यान सोछ्यान टक्क मिलाउने, अनि त्यहाँदेखि यसो हात खुट्टा पनि दबाइदिने। बिहान उठेपछि खुट्टामा ट्याक्क 5 बजे उठ्ने, 4 बजे उठ्ने, खुट्टा ढोगर्ने है। त्यहाँबाट त साथी मैले सोचेँ कि अहिले त कस्तो चटक पारेछ। बिहा भनेको त 15 वर्षमा गर्नुपर्ने रहेछ, 14 वर्षमा यस्तो सेवा सुविधा हुँदैछ भने यथार्थ कुरा है साथीहरू, ध्यान दिएर सुन्नु होला। त्यहाँबाट मैले त यसले त दिनदिनै राम्रो गर्दै जाने, राम्रो गर्दै हो मैले त बिहा ढिलो गरेछु भने है। त्यस पछाडि ठिक छ, जसो तसो जिन्दगी राम्रै चलिरहेको थियो। त्यहाँबाट 1 वर्ष बित्यो, 2 वर्ष बित्यो, अनि म फेरि इन्डियातिर जाने कमाउने है। म फेरि 1-2 वर्ष बस्दिने पनि भएँ। त्यहाँबाट फेरि त कराउने मेरा बाबै। बिहा भनेको बल्ल थाहा भयो नि, अरूले बिहा नगर हेर कान्छ, हेर माइला बिहा गर्नुहुन्न, मैले यस्तो उस्तो भन्थे। मैले यार मन पराएको केटीसँग बिहा नदिने यिनीहरूले भनेर मैले बहुत तिनीहरूमाथि नराम्रो सोच्थेँ मेरा बाबै। अनि त्यहाँदेखि ल हेर यस्तो नाटक छ अहिले। यस्तो कचकच हुन्छ कि साथी, यस्तो कचकच हुन्छ कि म बिहा गर्नुभन्दा मैले यतिको अनुभव लिएको थिएँ। जोगी भएर मस्त घुम्ने थिएँ जस्तो लाग्छ। कतिखेर होइन यार, यो त चाहिने नै हो, दुईजना एकअर्कालाई त चाहिनै पर्छ भन्ने हुन्छ। जतिखेर यसको किचकिच सुन्छु नि त्यतिखेर त म यस्तो लाग्छ साला बरु जोगी भएर बिहा नगरेर कतै घुम्न पाए थिएँ मन्दिरहरूमा, डाँडा पाखामा भन्ने जस्तो लाग्छ साथीहरू। यथार्थ कुरा हो। यदि मलाई तपाईँहरूलाई यो कुरा कस्तो लाग्यो, सुरुमा त निकै एकदम कस्तो हुन्छ भने ओहो यो बिहा भन्ने चिज चाहिँ ढिलो गर्ने रहेछ भन्ने जस्तो लाग्छ। अहिले आएर लास्टमा के लाग्छ भने मेरा बाबै यो बिहा भन्ने चिज बरु अब नसा त कुनै म गर्दैन, फेरि पनि कुनै यसो हुन्छ नि के बरु रक्सी खाएर एउटा गडा कुना सुकाउला जस्तो हुन्छ, तर बिहा भन्ने हुन्न, नगरौँ जस्तो हुन्छ। यस्तो नाटक अहिले त यस्तो लाग्छ कि यो त केही बोल्दिनँ, लाटी छ, यो त केही बोल्दिनँ, यो त बहुत सोझी छ मेरा बाउ। यो रिसाई भने बिचरा मलाई अब म के भनौँ र। यसको मुख अगाडि नै मैले कुरा काटिरहेको छु, तर जे हो कुरा हो कि होइन यस्तो। त्यही भएर साथीहरू आफ्नो उमेर भएपछि, परिपक्का भएपछि, दुईटा नै टक्क कुरा बुझ्ने भएपछि बिहा गर्नु होला। हतारमा बिहा गऱ्यो भनेपछि
बुढीको कचकच सहन नसकेर कतिजना स्वर्गवास पनि भइसक्नु भएको छ। तर म चाहिँ जसोतसो छोएर जिन्दगी अगाडि बढाइरहेको छु। किचकिच गरे नि गर, नगरे नि नगर भनेर। यदि मेरो कुरा चित्त बुझ्यो भने लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। सेयर तपाईँहरू गर्नु होला। धन्यवाद।